बनाऊ, लागु पदार्थ सेवन गर्ने होइन स्वच्छ मानिस बनाऊ, लागु पदार्थ नियन्त्रणमा हामी अघि बढौँ, लागु पदार्थ नियन्त्रणमा हामी अघि बढौँ। धन्यवाद कार्यक्रम सञ्चालकज्यू। यस मञ्चमा आशिष प्रमुख अतिथि सभाध्यक्षज्यू र मञ्च विरूप रहनुभएका विभिन्न विद्यालयका गुरुवर्ग र विभिन्न विद्यालयबाट आमन्त्रित हुनुभएका विद्यार्थी, मेरा प्रतिस्पर्धी साथीहरू र अप्रतिस्पर्धी साथीहरू, एउटा हातमा कपी र एउटा हातमा कलम लिएर बस्नुभएका निर्णायक मण्डलज्यूहरूमा म श्री शारदा माध्यमिक विद्यालयको कक्षा 9मा अध्ययनरत छात्र ऋतुरानी छानेबाट स्वीकार्नुहोस् ज्ञान अभिवादन। आज मिति 2022 साल 30 महिना 30 गतेको दिन सामुदायिक सेवा जिल्ला समन्वय समिति कास्कीले आयोजना गरेको अन्तरपालिका स्तरीय वक्तृत्व प्रतियोगितामा म भाग लिन पाउँदा अत्यन्तै खुसी छु। सभाध्यक्ष महोदयहरू, सबैभन्दा पहिला त लागु औषध भनेको के हो? लागु औषध भनेको कृत्रिम रूप वा प्राकृतिक रूपमा तयार पारिएको त्यस्तो औषधि हो जसले मानिसको केन्द्रीय स्नायु प्रणालीलाई प्रभाव पार्नुका साथसाथै मानिसको सोचाइ र भावनामा पनि परिवर्तन ल्याउँछ। जस्तै कोकेन, हिरोइन, ब्राउन सुगर जस्ता अन्य पदार्थहरू लागु औषधका उदाहरणहरू हुन्। लागु औषधले अहिले विश्वभर धेरै नकारात्मक परिवर्तनहरू लिएर आएको छ। यस्ता नकारात्मक पक्षहरू अत्याधिक रूपमा तीव्र गतिमा बढिरहेको छ। लागु पदार्थले हामीलाई शारीरिक, मानसिक र सामाजिक असर पुर्याउँदछ। शारीरिक असरमा एचआइभी, हेपाटाइटिस, योनिजन्य सङ्क्रमण रोगहरू पनि पर्दछ। मानसिक रोगमा निराशापन, एकहोरोपन, स्मरण शक्ति कम हुने, घरका सामानहरू चोरी गर्ने जस्ता कार्यहरू हुन्छ भने सामाजिक असरमा लागु पदार्थ किन्नका लागि गाउँघरमा चोरी गर्ने, वेश्यावृत्ति गर्ने, हत्या गर्ने जस्ता कार्यहरू हुन्छ। लागु पदार्थले अहिले विद्यार्थीको पनि ध्यान आकर्षण गरिरहेको छ। त्यसकारण विद्यार्थीहरू पनि अहिले लागु पदार्थको शिकारमा परिरहेका छन्। यसमा कति दुःखी छन् होला तिनीहरूका आमा बुवा जसले आफ्नो बालबालिकाको निकै उज्जवल भविष्य देखेका थिए, तर यो लागु पदार्थ भन्ने चिजले त्यो सबै बर्बाद गरिदिएको छ। लागु पदार्थ यदि हामी लागु पदार्थ न्यूनीकरण गर्ने त धेरै उपायहरू छन्। जस्तै कुनै पनि साथीहरूले तपाईँहरूलाई लागु पदार्थ सेवन गर्न अनुरोध गरेमा नाइ भन्ने आत्मविश्वास र साहस राख्नुपर्दछ। हामीले कुनै पनि साथीले हामीलाई यदि लागु पदार्थ सेवन गर्न अनुरोध गरेमा हामीले त्यो ठाउँ छाडेर कुनै विश्वासिलो प्रौढ व्यक्तिको कहाँ जानुपर्छ र त्यो ठाउँ त्यति बेलै छोड्नुपर्छ। हामीले सोच्छौँ हामी ससाना विद्यार्थीहरूले के नै पो गर्न सक्छौँ र, तर यसमा सबैभन्दा महत्त्वपूर्ण भूमिका भनेको विद्यार्थीको नै हुन्छ। विद्यार्थीले चेतना र जानकारी फैलाउने। हामीले सबैभन्दा पहिला त विद्यार्थीले लागु औषधबाट हुने असर र यसबाट हुने दीर्घकालीन नोक्सानबारे बुझ्नुपर्छ र अरूलाई पनि बुझाउनुपर्छ। विद्यालय, कलेज, छेउछाउमा हामीले सडक नाटक, कविता प्रतियोगिता, पोस्टर टाँसेर सचेतना फैलाउन सकिन्छ। सकारात्मक सोच र जीवनशैलीको विकास गर्ने। हामीले आफैभित्र सकारात्मक सोचको विकास गर्ने, अनुशासन र आत्मविश्वासको विकास गर्ने र कुनै पनि व्यक्तिले लागु पदार्थ अनुरोध गरेमा नाइ भन्ने साहस राख्नुपर्दछ। हामीले साहित्य, सङ्गीत, नृत्य, आफूलाई मनपर्ने खेल खेलेर लागु पदार्थप्रति ध्यान आकर्षण नदिनु हुन गर्नुपर्दछ। अन्त्यमा म के भन्न चाहन्छु भने राष्ट्र निर्माणको दरिलो आधार र स्तम्भ भनेकै हामी विद्यार्थीहरू हौ। यदि लागु पदार्थको समस्या हाम्रो भविष्यको प्रत्यक्ष रूपको विषय हो। यदि हामीले अहिले पनि आँखा चिनिएर बस्ने हो भने यो लागु पदार्थ भुसको आगो चाहिँ दिनौदिन विरकल हुँदै बढ्दै जान्छ। अन्त्यमा के भन्न चाहन्छु भने लागु पदार्थको हामीले कहिले पनि सेवन गर्नु हुँदैन। हामीले लागु पदार्थ विरुद्ध अन्त्य गरौँ र हामी सबै लागु पदार्थ विरोधमा हामी एकजुट हौँ र स्वस्थ, सबल र समृद्ध समाजको निर्माण गरौँ।